उठायो उठायो च्याम्पियन लिगको ट्रफी आर्सेनलले है होइन हो यो दिस इज अ जोक है यो प्र्याङ्क हो है साथी हो पिएचजीले उठायो नि ब्याक टु ब्याक च्याम्पियन लिगको ट्रफी फेरि पनि उठायो पिएचजीले होइन हट अ म्याच यार हट अ क्रेजी म्याच यार यत्रो खतरा डिफेन्स लाइन भएको आर्सेनलले पिएचजीको एट्याकिङलाई रोकेको हो के रोक्नसम्म रोकेको हो तर पेनल्टीमा हारेको 4-3 को स्कोरले 1-1 बराबर भएको थियो। फर्स्ट आर्सेनलले 6 मिनेटमा गोल हानेको थियो। त्यसपछि सेकेन्ड हाफमा डेम्बेलेले पेनल्टीमा गोल गरेर बराबर गरेको थियो तर पेनल्टीमा हार्यो। व्हाट अ म्याच यार टिम हुनुपर्छ के एकदम टिम कसको छ बराबर पर्पल मिलेको टिम पिएचजीको होइन पिएचजीको डिफेन्स लाइन हेरौँ मिडफिल्ड लाइन हेरौँ एट्याकिङ लाइन हेरौँ सबै पर्पल मिलेको छ के आर्सेनलको पनि मिलेको छैन भन्न मिलेन एकदम मिलेको छ तर फाइनलमा सकेन होइन एउटा म्याच पनि नहारेको आर्सेनलले फाइनलमा हार्यो होइन अब के गर्ने ब्याड लक अब नेक्स्ट सिजन अझै राम्रो खेल्नु होला च्याम्पियन जित्नको लागि आर्सेनल टिम अनि पिएचजी टिमलाई कङ्ग्रेचुलेसन बधाई छ होइन अनि लुइस इन्रिके के हट्टा कोच हेर आमामामामा कस्तो टिमलाई सिधै पिएचजीमा गएर सिधै रेगुलर 2टा च्याम्पियन लिग जिताइदियो के होइन पहिला नेइमार मेसी रामोस एम्बापे हुँदाखेरि नजितेको पिएचजीले च्याम्पियन लिग अहिले लुइस इन्रिकेको अन्डरमा लुइस इन्रिकेको सेनाहरूले ब्याक टु ब्याक च्याम्पियन लिग जित्थे के होइन डेम्बेले यार आमामामा बार्सामा कस्तो थियो त्यहाँ पिएचजीमा गइसकेपछि उसलाई त भुतै चढिसक्यो क्या आमा खतरा होइन फेरि यो पालि पनि यो सिजनकोमा पनि बालन डोर जित्न सक्छ क्या डेम्बेलेले है अब आएको त नाम त उसको है पुरा होइन टेबल जितिसक्यो होइन जित्छ सायद अब वर्ल्ड कपमा कस्तो पर्फर्म गर्छ वर्ल्ड कपमा पर्फर्म राम्रो गर्यो भने 100% जित्छ डेम्बेलेले फेरि पनि जित्छ बालन डोर होइन अनि गाइज भिडियो कस्तो लाग्यो अनि हिजो रातिको म्याच कस्तो लाग्यो कमेन्ट गरौँ है।